हेलो नमस्ते गुड मर्निङ साथीहरू। आजको सुरुवात चाहिँ बिहानीको पहिलो किरणसँगै हामीले दाँत मोल्दै गऱ्यौँ। त्यसपछि मैले हल्का आफ्नो ओटिटी देखाउँदैछु, नाच्दै पनि छु। यत्तिकैमा मैले यसो मुखसुक बनाएर पनि देखाएँ। भाइहरू रेडी हुँदै हुँदाखेरि मैले मौसमलाई पनि थोरै क्याप्चर गरिहालेँ। अब हामी लाग्यौँ। सामानहरू पनि थियो थोरै। मैले चाहिँ मत्रो यसो ओढेर, जाडो थियो नि त एकदमै धेरै, मत्रो ओढेर हिँड्दैछु। यसो सबै मोमेन्टहरूलाई क्याप्चर गर्दै गर्दै हामी चाहिँ लाग्यौँ। यत्तिकैमा हामी गाडी पर्खिँदैछौँ सबैजना भएर। हामी गफ पनि गर्दै थियौँ अनि गाडीको बाटो थोरै अप्ठ्यारो भएको कारणले हामी चाहिँ हिँड्दै हिँड्दै अलिक परसम्म पर्ने भएकाले हिँड्दै गफ गर्दै भिडियोहरू बनाउँदै जाँदै थियौँ। हाम्रो यात्रा चाहिँ चिन्जुरेसम्म रहेको थियो। बाटोको हालत एकदमै खराब थियो। प्रतिमाले चिकन खाऊँ न भनेर किन्दै पनि थिएन। यत्तिकैमा हाम्रो अटो पनि आइसक्यो अनि मौसमको हालत चाहिँ एकदमै यस्तो खालको थियो कि साथीहरू, एकदमै धेरै च्यालेन्ज गरिरहेको थियो मौसमले चाहिँ हामीलाई। तर पनि हाम्रो यात्रा चाहिँ रोकिएन, हामी निरन्तर अगाडि बढिरह्यौँ। एकदमै धेरै कुहिरो लागेको थियो तर पनि हामी गयौँ अनि लसुने पुगेर भाइले थोरै हल्का यसो आफ्नो कला प्रस्तुत गर्दै हुनुहुन्छ। हामीले चिया खायौँ लसुनेमा भाउजूकोमा। त्यसपछि हामी अब जाने भन्दै मौसम पनि एकदमै राम्रो भएको थियो। हिँड्दा हिँड्दै यतिको मौसमले एकदमै सफा भएको थियो मौसम चाहिँ, अनि हामीलाई रमाइलो पनि भयो। अनि अटो जाँदा बाटोमा अटोले हामीलाई तान्न नसकेको कारण हामी भाइ र म चाहिँ ओर्ल्यौँ। हामी हिँड्दै थियौँ, साथीहरू चाहिँ अटोमै जानुभयो। हामी चाहिँ हिँड्दै आधी घन्टा 1 घन्टाको बाटो गयौँ। गुराँसलाई पनि मैले थोरै क्याप्चर गरिहालेँ। अस्ति नैको जति चाहिँ गुराँस चाहिँ छैन रहेछ, थोरै रहेछ। अनि यसो समयको सदुपयोग गर्दै म चाहिँ थोरै भिडियोहरू बनाउँदैछु। आफूलाई पनि यसो देखाउनु पर्यो नि त। पहाडहरू यस्तो अप्ठ्यारो बाटोहरू पनि हिँड्ने यसो कला छ नि त मसँग, किनकि म पहाडमा जन्मेको भएर होला। कलाले भरिपूर्ण। साथीहरूले यहाँ पर्खिनु भएको रहेछ। अब हामी सबै भेला भएर मन्दिरतर्फ लाग्यौँ। मन्दिर जाँदै पनि थोरै मैले मौसमलाई क्याप्चर गरिहालेँ। यत्तिकैमा हामी सिडीतिर उकालो लाग्दै गर्दाखेरि गुमाले चाहिँ मलाई नदेखाऊ भन्दै थिए। हामी मन्दिर पनि पुगिहाल्यौँ। मौसम चाहिँ एकदमै राम्रो थियो, धेरै नै राम्रो, धेरै नै। यत्तिकैमा हामीले यसो कुदेको भिडियो बनायौँ न त भनेर भाइलाई खिच्न लगाइहाल्यौँ। भिडियो बनाउनलाई चाहिँ छोडिँदैन, जे भए पनि, जहाँसुकै गए पनि, जे गर्दा नि। अब हामीलाई भोक लागेर हामी चाहिँ खाना बसिहाल्यौँ। एकदमै मत्रो ओढेर उहाँले चाहिँ आफ्नो कलालाई प्रस्तुत गर्दै हुनुहुन्छ। ठिक छ। अब खाने कुरा खाइसकेर हामी हल्का भिडियो फोटोतिर लाग्छौँ। अनि यति गर्दै हामी अब आरआर गार्डनतिर जाने भनेर ओह्रालो पनि झर्छौँ। ओह्रालो झर्ने क्रममा चाहिँ बाटो एकदमै अप्ठ्यारो थियो साथीहरू। यत्तिकैमा हामी आरआर गार्डन पनि आइपुगेको। चटपटेको अर्डर गरेर अब हामी यहाँ बसेर खान्छौँ। यहाँनिर उहाँ चाहिँ यसो हल्का लिपपुततिर लाग्दै हुनुहुन्छ। राम्रो हुनुपर्छ अरे नि त। मैले चाहिँ सबै मोमेन्टहरूलाई क्याप्चर गर्दै यसो मौसमलाई पनि क्याप्चर गरेँ। म चाहिँ अलिक बसिराख्न सक्दिनँ क्या साथीहरू, त्यही भएर यसो यताउता हिँडडुल गरिरहेको छु। अनि यो समयको सदुपयोग गर्दै मैले चाहिँ यहाँ मृगलाई पनि थोरै खिचिहालेँ। अनि हामीले आफ्नो कलाहरूलाई प्रस्तुत गर्दै थोरै नाच्दै पनि छौँ। आफू भित्र भएको कलालाई प्रस्फुटन गर्दै नाच्दै गाउँदै रमाइलो पनि धेरै गऱ्यौँ। यत्तिकैमा अब हामीलाई भोक लाग्छ अनि हामी चटपटे खान्छौँ। अनि चटपटे खाँदै गर्दा अब हामी झर्ने बेला भएर हामी ओह्रालो बाटो, यस्तो जङ्गलको बाटो झर्छौँ। जङ्गल चाहिँ एकदमै गाह्रो थियो, यस्तो खालको बाटो थियो, एकदम अप्ठ्यारो बाटो थियो। लट्ठी टेकेर हिँड्दै हुनुहुन्छ उहाँ चाहिँ। नाच्न पनि छोड्नु हुँदैन। जङ्गलको बाटो चाहिँ फाइनली निक्लिसकेर हामी यस्तो राम्रो ठाउँमा आइपुग्यौँ। यहाँनिर पनि हामी कुद्दै भिडियो बनाउँदै थियौँ, भाइले खिचिँदै थियो। यत्तिकैमा तल रोड पनि निक्ल्यौँ। रोड निक्लिँदै गर्दा हामीले
आइसकेर खाजा पनि खायो। उहाँले चाहिँ खाजा खाँदै हुनुहुन्छ के भन्दै पनि हुनुहुन्छ। उहाँ लडेर एकदम हालत खराब भयो। साथीहरू दिनभरि घुमेको कुरा हामी यहाँ फ्यामिलीलाई आएर सुनाउँदै थियौँ। थ्याङ्क यू फर वाचिङ गाइज, बाई बाई।